हेलो खामरीमो गुड मर्निङ भर्खरै उठेर अब चाहिँ म चाहिँ ब्रस गर्न आँटेको हैन। आज चाहिँ म तपाईहरुलाई के देखाउन गइरहेको छु भन्दा चाहिँ मम्मीले चाहिँ गाई कसरी धुन्छ भनेर। अब मैले त धुन्दिन हैन, पहिला धुन्थे अहिले चाहिँ धुन्दिन किनभने मम्मीले धुनुहुन्छ हो। अब ब्रस गरेर तपाईहरुलाई देखाउँछु ल गाई कसरी धुन्छ भनेर। थोड़ा रोकना पड़ेगा, आप लोग का सबर करना पड़ेगा। हेर्नु सक्नुहुन्छ मम्मीले चाहिँ अब गाई धुन आँट्नु भएको छ। गाईलाई चाहिँ चारो दिएर गर्नुहुन्छ। के भइछ घाउ भइछ बिचारा हाम्रो गाईको चाहिँ यस्तो घाउ भइरहेको रहेछ हो। के भएको कुनी हाम्रो गाई चाहिँ यही हो हैन। अब मम्मीले गाई धुनुहुन्छ हेर्नुस् ल गाइसहरु कसरी धुनुहुन्छ मम्मीले। एकैछिनमा धुनुहुन्छ मम्मीले त। तर हाम्रो यहाँको पनि छ गाई, हामी दुईटा गाई छ। बिचारा यो त अब हुनु थारा हुन आँट्यो है मम्मी। हामी यो प्रेग्नेन्ट छ। गोरु लाग्ने र गोरु थाल्ने हाम्रो बेहोरा अर्को टुम्टे गर्दिने। हाम्रो चाहिँ गाईको दुध चाहिँ अब अहिले चाहिँ ब्याउने छ नि त। कति महिना भयो? 1 महिना भयो? 2 महिना भयो हो। त्यही कारण अहिले दुध चाहिँ अलिक कम्ती आउँछ हो। छैन चिया खानेको लागि मात्रै धुन्छ नि त। कति 6-7 महिना बादमा मात्रै छोड्छ है मम्मी है दुध। यसलाई चाहिँ एकदम चारो दिएर गाई धुन्छ नि हौ। बिहानको ब्रेकफास्ट यसको राति गाईको। हाम्रो गाईको दुध त छैन तर कम्ती छ। सक्नुहुन्छ मम्मीले गाई दुध पनि दिइसक्यो। हाम्रो चाहिँ यति चाहिँ दुध दिन्छ हैन।